नहर तल गर्दै गरेर बाँदर हेलो गाइज वेलकम ब्याक टु माइ युट्युब च्यानल। हजुर स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज चाहिँ मेरो यो फर्स्ट भिडियो भनौँ, फर्स्ट भ्लग भनौँ, जे भनौँ त्यही हो। अनि हजुर हजुर सन्चै हुनुहुन्छ होला। र मैले चाहिँ आज भिडियो धेरै लेट स्टार्ट गरेको छु। अनि सक्नुहुन्छ तपाईँहरू यस्तै हो। अनि आज के हुन्छ कसो हुन्छ आजको भिडियोमा हजुर हेर्दै हाल्नुहुन्छ। अनि यही छ आजको लागि। म भेट्छु एकछिनमा तपाईँसँग, बाई बाई। अहिले यिनीहरू त्यहाँ रेस खेल्ने भनेर जान्ला, त्यही भएर म जान लागेको यिनीहरूको रेस खेलाउने के हो कसो हो सब देखाउँछु म तपाईँहरूलाई। अनि हामी खेल्ने चाहिँ उतै यो गाइज हेर्न सक्नुहुन्छ। हो गाइज हो तिनवटामा गाइज गेस गर्नु सुरुमा कसले जित्ला गेस गर्न सक्नुहुन्छ तपाईँहरू। अनि हामी चाहिँ यहाँ नहर तल नि खेल्न सक्छौँ, नहर तल नि खेल्न सक्छौँ। यो बाटोमा जहाँसम्म गाइज नहर तल नै खेलाम, नहर तल नि खेलाम गाइज, नहर तल नै खेलाम यिनीहरूलाई। ल आऊ त आऊ तल, आऊ तल। कम्पिटिसन यिनीहरू तल कस्तो लाग्छ? जित्लास? म त हार्छु त जित्छस् यिनीहरू दुइटालाई? वक्त बताएगा सब कुछ। रिजन जित्छस्? अहिले पनि थाहा हुन्छ गाइस सबै कुरा। हेर माइ जो हामी हेरिहाल्ने छौँ गाइज कसले जित्छ के हुन्छ। भर हुँदैन सबले जित्छु भन्यो भने गाइज हेर्न सक्नुहुन्छ। प्र्याक्टिस हुनु होला। मैले हार्छु भनेछु गाइस। एउटा रनिङ मात्र गराएन, म अर्को डिप्स पनि कसले धेरै पुसअप हान्न सक्छ त्यो पनि गराउँछु गाइज। धेरै गराउँछ। अनि त्यही हो, हेरिराख्नु भिडियो। ल छिटो ल गाइज, यिनीहरू मूत्र विसर्जन गर्छन्। अब यस्तो यस्तो गर्छन् यिनीहरूलाई। दौडाउँछु कि म धेरै दौडाउनु थोरै दौडाउँछु सब हुन्छ यहाँ गाइज। गाइज यिनीहरू चाहिँ भने अहिले त्यो पुलमा जाने भनेर, त्यो पुल देख्नुभयो हो त्यो पुलमा जाने भने यिनीहरू। अब म चाहिँ यिनीहरूको त्यही पुलसम्म त नै थाकिहाल्छ यिनीहरू केटाकेटी हुन्। त्यहीँ हल्का नजिकसम्म बनाउँछु। अनि त्यही हो। अब म चाहिँ रेडी। ल ल रेखामा लाग ल ल त्योसम्म हो क्या गाइज। यिनीहरूले चाहिँ अहिले भन्छ नि यहाँ यत्रो सिनो मरिरहेछ गाइज। यहाँ बाँदर मर्छ गन्नै राखेको पुरा पुरा गन्न हल्का उता जान्छौँ हामी। अब उतातिर खेल्छौँ, उतातिर खेल्छौँ गाइज। लास्ट त्यही गर्न सानो बाँदरको बच्चा पुरा मार्दै थियो गाइज अस्ति, खच्याक्कै मात्रै देख्दा नि यस्तो लाग्ने गाइज। अब हामी चाहिँ उता गर्छौँ कहाँनिर भनेपछि त्यो छाया देख्नुभयो गाइज हो त्यहीँसम्म गर्छौँ, धेरै टाढा गर्दैनौँ। ल म अब यिनीहरूलाई रेडी गर्छु। बाई बाई। रेडी अनि मार्क गेट सेट गो। गाइज यिनीहरू चाहिँ दौडिसक्यो फर्स्टमा हाम्रो बासब्याक छ, त्यसपछि रिजन त्यो चाहिँ वहीँ पछाडि छ हेर्नु सक्नुहुन्छ। हामी बासुल चाहिँ जितिसकेको छ। वापस पनि हो वापस, त्यो चाहिँ वहीँ छ है गाइज, त्यो चाहिँ वहीँ छ। म चाहिँ क्यामेरा गर्दै गरिरहेको। यता चप्पल उठाउँदै हिँड्दा छ, त्यो वहाँ छ। यो त गाइस पुगेन, यो त पुग्नै सकेन त्यहाँसम्म। त्यो चाहिँ वहीँ छ त्यो त। फर्स्ट चाहिँ यही भयो है गाइज। मै थाक्यो यार यिनीहरूले गर्दा गाइज। क्यामेरा समातेर दुरेको थाक्यो म गाइज। मैले चाहिँ यिनीहरूले पुलअप पनि बनाउनु भन्थ्यो, तर यिनीहरूले नगर्ने भने हामी सक्दैनौँ दाइ भने। अनि त्यही भएर चाहिँ अब यति मात्र हुन्छ यिनीहरूको। अब त्यही भएर यति नै गरौँ गाइज। अब अरू हेरिराखौँ के हुन्छ हजुर। भिडियो लास्ट अन्तिमसम्म हेर्नु होला। तिनवटा जान्छु कि नि हल्काउ जा न, हल्काउ जा, ट्राई मात्र हो क्या एकछिन। जान्छ होइन यिनीहरू चाहिँ अब यहाँ पुलअप हान्ने भने अब यहाँ चाहिँ ल हामी चाहिँ अब फेरि गर्छौँ। ल होल्डिङ च्यालेन्ज यहाँमा चाहिँ को धेरै बेर सक्छ निराश नगर अब त्यस्तो। ल 3 2 1 ल जा। पहिले केही नचल है, जा न जा त पनि जा ल त ढिलै जा के जा न। त्यो हल्ले तल के भयो त भयो त यता यो चाहिँ सकेन, टङ्गिनै सकेन। ल केही भएन। कोहीले धेरै बेर सक्छ है। ल निर्वेश सुरुमै लास्टमा गएको, सुरुमै झऱ्यो गाइज यो त। ल अब दुईवटा जहाँसम्म यसले सक्ला गाइज, रातो लागेकोले यसले त सक्दैन मलाई फिक्स छ।
न न नचल नचल माथि गएर त्यही पनि झर्न लाग्थ्यो नि ल झर 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 झर्न हो भयो के गाइज हाम्रो फेरि पनि यसले जितेको छ योमा पनि यो सेकेन्ड यो चाहिँ लास्टै भएको छ अघि नैको जस्तै यिनीहरू तिनवटा अनि अब चाहिँ यो च्यालेन्ज चाहिँ हेरिराखौँ गाइज अब यिनीहरूको यस्तै हो यस्तै हुन्छ हाम्रो अनि त्यही हो गाइज अब म चाहिँ अब घरतिर लाग्यो गाइज यहाँ ढिलो भएको छ खानासाना पकाउनु पर्छ अब तपाईँसँग बाई बाई म अहिले तपाईँलाई एक दुईवटा क्लिप देखाउँछु मेरो ल बाई गाइज अहिले चाहिँ हामी यहाँ गेम खेलिरहेको छौँ एउटा यहाँ छ एउटा त्यहाँ छ अनि म चाहिँ अहिले यहाँ खेलिरहेको छु म त्यस्तो झ्याउलाएर गाइज अनि हजुरहरूमा कोही फ्री फायर खेल्नुहुन्छ भने तल युआइडी कमेन्ट गर्न सक्नुहुन्छ म सबलाई फ्रेन्ड रिक्वेस्ट पठाउँछु अनि त्यही हो अनि हामीसँग कस्टम पनि हाम्रो गिल पनि छ गाइज गिलमा आउन चाहनुहुन्छ भने युट्युब टिकटकमा गएर एनपी अङ्कित गिल लिडर हान्न सक्नुहुन्छ त्यहाँ गएर गिल टेस्ट हुन्छ जुनकै बिहान साँझ हुन्छ अनि त्यहाँ गिल टेस्ट पनि लिन सक्नुहुन्छ आई होप गाइज हजुरहरूलाई आजको यो भिडियो मन पऱ्यो होला तपाईँसँग अब भेटौँ अर्को भिडियोमा आजको लागि बाई बाई टाटा